अब माई छोरी सुन्दरीको एसआइआर फर्म भर्न लाग्दा यो दाहिनेपट्टि सबैको निम्ति जुन चाहिँ एउटा रङ्गीन फोटो उसको यहाँ फोटो टाँच्नुपर्छ। फोटो टाँसेपछि यो फर्स्ट माथिल्लोपट्टिको यो भाग चाहिँ सबैले भर्नुपर्छ, जस्तै डेट अफ बर्थ, डेट, मन्थ, इयर, अनि आधार नम्बरमा 12वटा डिजिट, मोबाइल नम्बर लेख्नु पर्यो। त्यसपछि पिताको नाम यानि कि सन्दीप लामा, म पिता भए, र मेरो एपिक नम्बर। त्यसै माताको नाम रेखा तामाङ, अन्त उस आमाको चाहिँ उयो एपिक नम्बर। त्यसै हस्बेन्ड नट एप्लिकेबल, अहिले फिलहाल अविवाहित छोरी, र छोरीको एज जेनजी जेनेरेसनमा पढेकोले जेनजीहरूको यो 2002 भोटर लिस्टमा त आउने प्रश्नै भएन, र त्यसै कारण चाहिँ उनीहरूको माता पिता या बाजे बोजूको चाहिँ यतापट्टि लेख्नुपर्छ। यहाँ चाहिँ मैले मेरो नाम लेखेँ, एपिक नम्बर, मेरो आप्पाको नाम, रिलेसनमा फादर, डिस्ट्रिक्ट दार्जिलिङ, वेस्ट बेङ्गल स्टेट, अनि फाँसीदेवा क्षेत्र चाहिँ त्यति बेला एसेम्ब्ली कन्स्टिट्युन्सी फाँसीदेवा थियो, र त्यति बेला पार्ट नम्बर 26, 74 चाहिँ पार्ट नम्बर, र 26 चाहिँ विधानसभा एसेम्ब्ली कन्स्टिट्युन्सी, अनि मेरो सिरियल नम्बर 615 लेखेर छोरी अहिले यहाँ आउट अफ स्टेसन भएकोले गर्दाखेरि यहाँ मैले नै यहाँ सिग्नेचर गरेर यहाँ रिलेसनमा चाहिँ ब्याकेटमा चाहिँ फादर लेखेर 2 कपी यस्तो बनाएर बिएलओलाई सबमिट गर्दाखेरि बिएलओले एउटा यहाँ साइन गरेर एउटा रिसिभ गरेर मलाई दिन्छ। यदि छोरी आफैले पनि अनलाइन जहाँ बाहिर भएको जो पनि छ उनीहरूले अनलाइन पनि फर्म भर्न सक्नेछन्।